सुनिराख्नु जब यो मिडिया मार्फत सुनि नै हाल्नुहुन्छ फल्नाले के बोल्यो भनेर मलाई कमेन्ट गर्नलाई त राति 2 बजे पनि आँखा यस्तो गरेर बसिरहन्छ मान्छे है। तपाईहरुले भन्नु होला अर्को साम्पाले नराम्रो गरेको छ भने यस्तो गरेको छस् भनेर भन्दा हुन्छ। म आलोचित हुन हैन तपाईको चाहिँ तयार छु। एउटा एजेन्डा फेरि नयाँ एजेन्डा के हो भन्दाखेरि एजेन्डा के छैन, खै के छैन एजेन्डा, खाली घन्टी हल्लाएर हिँडेको कारणले एजेन्डा बल्ल बल्ल लिएको चाहिँ के भनेको रहेछ भने 100 दिनमा सहकारी पीडितको पैसा फिर्ता गर्ने भन्ने रहेछ। कति हाँस्नु हाँस्दा हाँस्दा मलाई कम त हाँसिन है। पहिला पनि 100 दिनमा सुन्नु न, पहिला 100 दिनमा के भन्नुभएको थियो भन्दाखेरि हाम्रो पार्टीको हैन सभापतिले हामीले सरकारमा पठाउनुस्, हामी सरकारमा गइसकेपछि हामीलाई जिताइदिनुस्, 100 दिनभित्र थोरैमा 100 जना परदेशीलाई हामी यहाँ ल्याउँछौँ फ्री टिकटमा भन्नुभएको थियो हैन। 1 जना पनि ल्याउनु भएन। 22 दिनमा निर्मला पन्तको हत्यारालाई करेक्ट झ्याप गर्छु भन्नुहुन्थ्यो कि त्यो पनि खोइ अहिलेसम्म गर्नु भने के गर्नुभयो कि मैले त हेरिनँ कि बा म बिजी हुन्छु हुँदैन। सहकारीको काण्डले गर्दाखेरि उहाँ आफै जेलमा जाकिनु भयो, के गरेर निस्किनु भयो त्यसको पनि कथा लामो छ हैन। सन्दर्भको विषय हो, कति अब त्यसले तपाईको चाहिँ नि पैसा बुझाएर निस्किनु हो भन्ने छ। त्यो जीवी राईलाई पक्रेर ल्याउँदा पनि त हुन्थ्यो नि त हैन। 2 चोटि प्रधानमन्त्री के अरे उप प्रधानमन्त्री तथा गृहमन्त्री हुँदाखेरि त्यो जीवी राईलाई पक्रेर ल्याएको भए त्यो सहकारीको केसै तपाईको चाहिँ बन्द हुन्थ्यो त। किनभने जीवी राईलाई दोष दिइराख्नु भएको छ नि त, खोइ त जीवी राई चाहिँ कहाँ हुनुहुन्छ। त्यसले गर्दाखेरि उहाँहरूले देखाइराख्नु भोलि पनि चाख्दाखेरि त केटाकेटीले खुवाउनुहुन्थ्यो तर हुँदै हो त। पूर्वबाट घाम उदाउँछ भन्नुको झुटो हो र हैन। अब केही समय पछाडि यसो रात पर्छ उता हेरिराख्नु तबबाट घाम आउँछ। सत्यका अकाट्य सत्य कुरा हो क्या है। यो कटारी बजार होइन, यो यसलाई मैले खोटाङको दिक्तेल बजार भनेर हुन्छ। दिक्तेल बजार भने मैले जति नै उफ्रे पनि गीत गए पनि बरु खुस्किएछ भन्छ। दिक्तेल भन्नु हुँदैन कि तपाईहरु भन्नुहुन्न बाबा, कटारी हो यो। सकिगयो नि, कति जबरजस्ती गर्नु हुँदैन, नहुने कुरा। काम गरेर मात्रै देश बन्छ। कतिले चाहिँ भन्छ मलाई ए काम गरेर के बन्छ देश बन्छ है। अनि के गरेर चाहिँ बन्छ त भन्यो, आइडिया हुनुपर्छ भन्छ है। कति युवाहरूले त्यस्तो भन्छ कि ए बाबा आइडिया छ भने तिमीले आइफोन 20 बनाएर देखाउ न त। अमेरिकाले भर्खर 17 बनाउँदैछ, आइफोन 20 21 निकाल न त, म किन्छु 5 लाख रुपियाँ लगाएर भए पनि।